साथीहरु आज हामीले एउटा ट्रिग्नोमेट्रीको क्वेशन चाहिँ गर्न गइरहेको छ जस्ट स्टार्टिङ फेजको लागि मात्रै हो सिम्पल क्वेशनबाट स्टार्ट गर्छौं हामीले ल क्वेशन अब स्टार्ट गरौँ यो भनेको sin को पावर 4 थीटा माइनस cos को पावर 4 थीटा होल अपन sin थीटा माइनस cos थीटा इक्वल्स टु हामीलाई के प्रुफ गर्नु छ त sin थीटा प्लस cos थीटा चाहिँ हामीले प्रुफ गर्नु छ ल अब एलएचएस बाट जाम कि आरएचएस बाट जाम सजिलो अब हामीले के भन्छ भने जतातिर हाम्रो धेरै मटेरियलहरु छ हामी त्यताबाट जान्छौं त्यो भनेको हाम्रो कहाँ छ त यहाँ हाम्रो लेफ्ट ह्यान्ड साइडमा यो भनेको हाम्रो sin पावर 4 थीटा माइनस cos पावर 4 थीटा होल अपन sin थीटा माइनस cos थीटा अब sin पावर 4 थीटा लाई हामीले कसरी टुक्राउन सकिन्छ र cos पावर 4 थीटा लाई हामीले कसरी टुक्राउन सकिन्छ ल स्टार्टिङ फेजबाट एलएचएस बाट हामीले स्टार्ट गरौँ sin स्क्वायर थीटा होल स्क्वायर लेख्न मिल्छ मैले माइनस cos स्क्वायर थीटा को होल स्क्वायर लेख्न मिल्छ हामीले होल अपन sin थीटा प्लस माइनस नै यो माइनस cos थीटा छदै छ ल अब यसलाई हामीले a स्क्वायर माइनस b स्क्वायर को फर्मुलामा जस्तै a स्क्वायर माइनस b स्क्वायर को हाम्रो फर्मुला के हुन्छ a माइनस b र a प्लस b हुन्छ त्यस्तै गरी यही फर्मुलामा हामीले यसलाई कन्भर्ट गर्छौं यो भनेको हाम्रो कति लेख्न मिल्छ त यहाँ निर sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा अनि यो के लेख्न मिल्छ sin स्क्वायर थीटा माइनस cos स्क्वायर थीटा होल अपन हाम्रो के छ यहाँ sin थीटा माइनस cos थीटा छ ल अब हामीलाई फर्मुला के थाहा छ sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा भनेको हाम्रो के हो त 1 हो ल त्यसै गरी फेरि यसलाई हामीले a स्क्वायर माइनस b स्क्वायर को फर्ममा खोल्न मिल्छ यो भनेको हाम्रो कति हो त sin थीटा माइनस cos थीटा ब्र्याकेटमा र sin थीटा प्लस cos थीटा हो होल अपन हामीले के छ sin थीटा माइनस cos थीटा छ यो टर्म र यो टर्म त हाम्रो काटिन्छ बच्छ कति त sin थीटा प्लस cos थीटा जो कि हाम्रो लास्टको फाइनल आन्सर प्रुफ भयो है त ल